मेरो एउटा फिलिङ है, हर्कसँग चिन्जान छैन, मेरो फोन वार्ता पनि छैन, कहिले कुरा भएको छ, फोनमै पनि कुरा भएको छैन। तर मैले के बुझ्छु भन्छ भने मान्छेको पृष्ठभूमि ब्याकग्राउन्ड देख्छु नि, हर्क साम्पाङको जो उदय छ नि, आफ्नो पौरखमा, आफ्नो परिश्रममा, आफ्नो माटोमा उदाएको मान्छे हो होइन, कुनै ब्रान्डिङ गरेको मान्छे होइन, सामाजिक सञ्जालमा नेटवर्किङ गरेर उठाइएको मान्छे होइन। ऊ माटोको उत्पत्ति हो भन्न ठान्छु मैले। एउटा ऊ माटोको उत्पत्ति हो। अर्को चाहिँ होला मान्छे स्वभावमा उनले सुधार्नुपर्ने सच्याउनु पनि धेरै छन्। धेरै मान्छेले जे चिजमा आलोचना गर्छन् नि, यस्ता चिज पनि ध्यान दिनुपर्छ, बेग्लै कुरा हो। स्वभाव र रानी बानीका समस्या तिनी तपसिलका समस्या हुन्। र अर्को हर्क साम्पाङ कुनै एनजिओ आइजिओ विदेशीहरूसँग बिकेको हो भन्ने कुरा चाहिँ म विश्वास गर्दिनँ आजका दिनसम्म। अब यहाँनिर अब यिनैको बिचमा अहिले चाहिँ देखिएका सत्ताको वरिपरि रहेका व्यक्तिहरू, त्यो पनि कुनै गहिरो अथवा चाहिँ सारा अन्तर्राष्ट्रिय चाहिँ तपाईँको निगरानी गरेर बसेको खेलिरहेको मान्छे पनि नचाहिने हो भने यिनीमा सबभन्दा बेटर हर्कै हो। म त्यो विशेष पुग्यो। ऊ बिकेको मान्छे होइन। एक मैले लेखेको दुईवटा विशेषता। अर्को ऊ त्यहीँको बाटोमा आफ्नै परिश्रमबाट उठेको, आफ्नै पौरबाट उठेको मान्छे हो, त अरू होइन। अरूका पछाडि क्याम्पियन छ, अपारदर्शी मान्छे हुन् यिनीहरू होइन। जस्तो विशेष गरी यहाँ मैले काठमाडौँको कुरा हारेको, सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रावधानै छैन, जबरजस्ती प्रधानमन्त्री हुनुभएको छ उहाँ, संविधानले उहाँलाई रोक्छ होइन। अब यस्तो अवस्थामा नेपाललाई हाल्दिए नि संवैधानिक भनौँ, त्यो बिल्कुल गैर संवैधानिक प्रक्रियाबाट उहाँ प्रधानमन्त्री बन्नुभएको छ। अब पुरै चाहिँ संविधान तोडेर हो भनौँ, उहाँ संविधानको चाहिँ तपाईँको गीत गाइराख्नु भएको छ, संविधानको रक्षाको गीत गाइरहनु। अब आफ्नो रणनीतिमा संविधान कोही पनि नमान्ने, न दलले मान्यो त्यो संविधान। दलले पनि त संविधान र कानुन नभएको कामहरू गरेर नै देशलाई यस्तो पनि ल्यायो। उसले संविधान कानुन माने भए त देश त यस्तो त हुँदैन थियो। जस्तो 25 गते अब बालिनकै घरमा सुशीला सहितको एउटा बैठक बस्यो, जहाँ उपरको अर्याल पनि थिए, एकजना सेनाबाट निवृत्त एकजना व्यक्ति थिए। त्यसको भोलिपल्ट लाइन्जोरमा चाहिँ मान्छे पठाइएको छ प्रतिनिधि। अब यो सबै चिज हेर्दाखेरि र यो भूराजनीति हेर्दाखेरि मैले के बुझ्छु भन्छ भने त्यो विदेशीहरूको लगामभन्दा बाहिर चाहिँ मन्त्री असम्भव छ, अहिले असम्भव छ। अर्को कानुन मन्त्री छन्, भ्रष्टाचारी मुद्दा लागेको छ उनीमाथि, भ्रष्टाचारदेखि लिएर थुप्रै मुद्दा छन् जसलाई कानुन मन्त्री बनाएका छन्। अब त्यो गृहमन्त्रीको चाहिँ तपाईँको यही धर्म संस्कृति विरुद्धमा उनले हालेका मुद्दा मामिलाका सारा कुराहरू आइरहेछन्। अर्को चाहिँ एकजना चाहिँ तपाईँको के अरे उसको बार फाउन्डेसनको महासचिव छन्, महासचिवै तपाईँको मन्त्री भएर बसेका छन्। अनि अर्को छन् के अरे चाहिँ तपाईँको त्यो राज्य पुलिस संरचना आयोग भनेर उनका पार्टनरको लिस्ट हेरेँ मैले। राज्य पुलिस संरचना आयोगको पहिले अध्यक्ष संयोजक बनाएछन्, जसले 14 प्रदेशको सिफारिस गरेका छ, 10 वा 14 प्रदेशको सिफारिस गरेका छ, जातीय राज्य आत्मनिर्णयको अधिकार सहित सिफारिस त्यो छ होइन, मदन परियार। अनि उनको समता फाउन्डेसन छ, उनका डोनरहरू पार्टनरको मैले लिस्ट हेरेँ। एसिया फाउन्डेसन, जर्ज सोरोसको चाहिँ ओपन सोसाइटी, त्यसपछि चाहिँ युएसएड, नेड, क्रिस्चियन चाहिँ तपाईँको के अरे एलायन्स पनि अर्को एउटा, यस्तै 18-19 वटा मैले संस्थाहरू हेरेँ। सो जस्तो कि अब अहिले हाम्रो एउटा प्याटर्न यही नै ड्र गरेर आएको छ कि क्याबिनेटको मेम्बर्सहरू कुनै न कुनै एनजिओसँग एसोसिएटेड छन् होइन। अब त्यसको अगेन्स्टमा आउने कुरा पनि के छ, क्वेसन के छ भनेपछि नेपालमा त यति धेरै एनजिओ आइएनजिओहरू त पहिलेदेखि छन्। कसैलाई समात्यो भने ऊ एनजिओ र आइएनजिओसँग लिङ्क हुने चान्सेस त हाई नै हुन्छ। सो बाई डिफल्टै अलमोस्ट धेरैजना एनजिओ आइएनजिओहरूसँग रिलेटेड नै छन् भने यो एनजिओ आइएनजिओकै कारणले यो मान्छे चाहिँ ठिक होइन भनेर भन्नु चाहिँ कतिको ठिक हो कि होइन भन्ने कुरा होइन। यस्तो मैले सुन्नुहोस्, एनजिओ आइएनजिओको विषयमा म चाहिँ स्पष्ट छु। एनजिओ आइएनजिओले कुनै पनि देशमा राम्रो उद्देश्यको निम्ति काम गर्छन् भन्ने जसले बुझ्छ नि, त्यसले चाहिँ 1000% गलत कुरा बुझ्छ।